गाइज आज राति म सर्भाइभ गर्छु ट्रीमा। म कसरी सर्भाइभ गर्छु यस भिडियोलाई तपाईँ अन्तिमसम्म हेर्नुहोस्। पहिला गाइज मलाई ट्री खोज्नु पर्यो अनि ट्री खोजेर त्यसमै मलाई ओभरनाइट सर्भाइभ पुरा गर्नु पर्यो। गाइज आज म यस राति यस ट्रीमै सर्भाइभ गर्छु। मलाई धेरै प्रब्लम फेस गर्नुपर्छ गाइज यस च्यालेन्जमा। च्यालेन्ज चाहिँ सिम्पल छ तर धेरै प्रब्लम हुनसक्छ आज राति। हेरौँ गाइज कसरी सर्भाइभ गर्छु। ल त गाइज म अब चढ्छु यस ट्रीमा कसरी म सर्भाइभ गर्ने। अहिले स्टार्ट भयो च्यालेन्ज। अबदेखि अब म भोलि मात्र यस च्यालेन्जबाट म बाहिर निक्लिन सक्छु। यो रुख त गाइज सानो छ तर राति चाहिँ कसरी सुत्ने त्यो प्रब्लम हुनसक्छ। गाइज यहाँ लस्साहरू धेरै छन्। मलाई राम्ररी बस्नु पर्यो नत्र प्यान्टमै लाग्छ अनि छुट्दैन होला लाग्दा मलाई लाग्दैछ। गाइज मलाई अहिलेसम्म होइन राम्रो ठाउँ यहीँ मिल्यो। म राति यहाँ सुत्न सक्छु होला। अरू त ठाउँ भेटेको छुइनँ अहिले। यहीँ ठाउँ मात्रै भेटेको छु। हेरौँ कसरी सुत्ने यहाँ। यसरी सुत्न पाइन्छ कि पाइँदैन। गाइज यसरी सुत्न चाहिँ हुन्छ आज तर गाइज म निनाउनै पाउँदिनँ। यसरी बस्न चाहिँ हुन्छ मात्रै। गाइज म अब होइन सबैभन्दा माथि ट्राई गर्छु जानलाई। सक्छु कि सक्दिनँ। अल्ला गाइज तल पछाडि मेरो लस्साहरू लागेछ प्यान्टमा। के हुँदैन तर च्यालेन्ज छ। च्यालेन्जमा जेसुकै होस्। ल गाइज म जाँदैछु अब माथि सबैभन्दा। गाइज यो रुख पनि सानो छ अनि यहाँको ठालहरू पनि पातलो पातलो छ। राम्ररी बस्नु पर्यो नत्र बाँच्न सक्छ यो। गाइज म कहाँ आइसक्यो यति माथि। हेर्नुहोस् गाइज म कति माथि आइसकेँ। गाइज म उभ्न सक्छु कि सक्दिनँ हेरौँ। ट्राई गर्छु गाइज उभ्न। ओ गाइज हेर्नुहोस् गाइज सबैभन्दा म टपमा आएँ। यहाँदेखि नजारा यस्तो हेरिन्छ टपदेखि। गाइज यार मलाई डर लाग्यो। अब म तल जान्छु नत्र यहाँदेखि झर्दाखेरि मेरो च्यालेन्ज गलत जान सक्छ अनि म च्यालेन्ज पनि गर्न पाउँदिनँ। गाइज कसरी अमम तल यार डर लाग्दैछ। गाइज म यो हल्लाउँछु है। भाग्छ गाइज यो लाग्दैन। भाग्छ गाइज पुरा हल्लिँदैछ यो रुख। गाइज यहाँ पनि ठाउँ छ यसरी बस्नलाई। यहाँ पनि हुन्छ। सुत्न चाहिँ हुँदैन होला यहाँ पनि। यसरी कोही हेरौँ सुत्न हुन्छ कि हुँदैन। वाह यसरी अनि यसरी यसरी गाइज। हे राम जय श्री राम। यसरी हुन्छ गाइज यहाँ। म होइन यहाँ टाउको दिएर यसरी सुत्छु अनि भइहाल्छ आरामले। रात त्यसरी नै बिताउँछु आज। गाइज अहिले त केही प्रब्लम छैन। राति हुँदा चाहिँ प्रब्लम आउन सक्छ अनि म वेट गर्छु गाइज राति हुनलाई। अब मलाई यही राम्रोसँग बस्नु पर्यो अनि च्यालेन्ज पुरा गर्नु पर्यो गाइज। गाइज रात पनि लाग्यो। के गर्नु गाइज थाहा छैन यहाँ रातभर। अनि गाइज होइन यहाँ कागको घोसलाहरू पनि छन्। त्यो पनि यहाँ अहिले आएको छन्। डर लाग्दैछ गाइज हल्का हल्का मलाई त। कसरी सर्भाइभ गर्ने गाइज यार। गाइज आज त यो रातिसम्म च्यालेन्ज मात्रै हो। मैले केही हेभी चिज खान ल्याएको छुइनँ तर एउटा ल्याएको छु। यो के भन्छ कि गाइज यो ल्याएको छु म। यसको नामै थाहा छैन गाइज के हो यो। यही खाएर बस्छु अनि च्यालेन्ज पुरा गर्छु गाइज। अनि गाइज यहाँ किरा फट्याङ्ग्रा पनि छ त्यसले टोक्न सक्छ गाइज मलाई। यसलाई म खाएर हेर्छु गाइज अब कस्तो छ। गाइज छाला जस्तै छ गाइज। कस्तो चिपचिपो छ तर खाइहाल्छु गाइज।
पानी पनि ल्याएको छुइनँ गाइज म यस च्यालेन्जमा यतिकै बस्नु पर्यो तिर्खा त लागेछ गाइज तर के गर्नु पानी ल्याएको छुइनँ यतिकै बस्नु पर्यो मलाई आज मलाई अलिक राम्रो ठाउँमा बस्नु पर्यो यहाँ बस्नै सकेको छुइनँ राम्ररी यहाँ चाहिँ गाइज राम्रो छ बस्नलाई यहाँ चारैतिर छ ठालले घेरेको अनि यहाँ बस्न सक्छु म राम्ररी बस्न चाहिँ यहाँ राम्रो हुन्छ गाइज तर सुत्न चाहिँ हुँदैन धेरै लाग्दैछ बस्न चाहिँ हुन्छ यसरी यसरी बसेको छु गाइज म तर राम्ररी बस्नु पर्यो गाइज यहाँदेखि म झऱ्यो भने च्यालेन्ज पनि खतम हुन्छ अनि म पनि खतम हुन्छु गाइज म यहाँ यति माथि छु हेर्नुहोस् त यति माथि तलको नजारा यी गाइज यस्तो कति माथि छु म गाइज मेरो क्यामेराको लाइट अफ भएको छ गाइज अहिले ठिक भयो कस्तो बडी टायर्ड फिल गरिरहेको छ गाइज यहाँ त राम्ररी बस्नै सकिँदैन कसरी सर्भाइभ गर्छु गाइज मलाई सर्भाइभ गर्नु पर्यो गाइज मलाई यसरी बस्नु नै पर्यो अब यसरी नै बस्छु गाइज अब म त गाइज यार म यहाँ अघिदेखि बसिरहेको छु अल्छी लाग्यो मलाई म सुत्ने ट्राई गर्छु अब यहाँ त हुँदैन सुत्न अलिक तल जान्छु एउटा ठाउँ छ त्यो राम्रो ठाउँ छ अलिक सुत्नलाई हुन्छ होला गाइज यहाँ कमिला पनि छ यार कमिलाले मलाई डङसिल दिन सक्छ कमिलाहरू पनि छन् त अघिको ठाउँमा जान्छु म गाइज तल अलिक जान्छु यहाँ त बस्न चाहिँ राम्रै छ तर सुत्न हुँदैन यो ठाउँमा जान्छु यही गाइज यहाँ छ नि यही ठाउँमा अलिक सुत्न हुन्छ सुत्ने निदाउनु त हुँदैन कि तर सुतेर बस्नु हुन्छ यी गाई चाहिँ कमिलाहरू हिँड्दैछ यी कमिलाहरू ए कमिला यसले मलाई डङ्स्यो भने त मेरो हालत खराब हुन्छ यी गाई यसरी सुत्नु पर्यो मलाई खुट्टाहरू यसरी राख्ने खुट्टा यसरी राख्छु म अनि यसरी सुत्छु निनाउनु त मिल्दैन निनाउनु त मिल्दैन तर यसरी नै सुतेर बस्नु पर्यो के गर्नु गाइज च्यालेन्ज पुरा गर्नु पर्यो अब कहिले बिहान हुन्छ अरे ए यार कहिले बिहान हुन्छ मेरो हालत खराब हुन्छ आज यहाँ हावा पनि आउँदैछ गाइज यहाँ मलाई हल्का हल्का जाडो पनि भइरहेछ मलाई रात पनि धेरै भयो गाइज सुत्ने ट्राई गर्छु गुड मर्निङ गाइज बिहान भइसक्यो रातभरि चाहिँ मेरो हालत खराब भयो गाइज च्यालेन्ज पनि सक्यो म यहाँबाट अब उत्रिन्छु
फाइनली गाइस च्यालेन्ज सक्यो। आजको भिडियोलाई यति नै। म मिल्छु नेक्स्ट भिडियोमा। तपाईहरुलाई यो भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट सब्स्क्राइब गरिदिनुस्। बाय गाइस, जय नेपाल।